के तपाईं पनि कनेक्ट एपीएस प्रयोग गर्दै हुनुहुन्छ? यदि हो भने आजको भिडियो तपाईको लागि एकदमै जरुरी छ। कनेक्ट एपीएस प्रयोग गर्दा अपनाउनै पर्ने 5 ठूला सुरक्षा टिप्स जुन तपाईले आजै लागू गर्नै पर्छ। यसले तपाईको खातालाई सुरक्षित राख्न सहयोग गर्नेछ। टिप नम्बर 1, बलियो पासवर्ड। पहिलो साधारण पासवर्ड कहिले नबनाउनुहोस् जस्तै abcd1234। बरु यस्तो पासवर्ड बनाउनुहोस् जस्तै everest@1234। आफ्नो पासवर्ड बारम्बार परिवर्तन गरिरहनुहोस्। पासवर्ड परिवर्तनको लागि कनेक्ट एपीएस मा लगइन गर्नुपर्छ। यहाँबाट 3 लाइन्समा ट्याप गर्नुपर्छ। यहाँबाट चेन्ज लोगिन पासवर्डलाई ट्याप गर्नुपर्छ। पासवर्डको बक्समा पुरानो पासवर्ड राख्नुपर्छ। न्यू पासवर्डको बक्समा नियमानुसार नयाँ पासवर्ड राख्नुपर्छ। कन्फर्म पासवर्डको बक्समा पुनः सोही पासवर्ड राखेर अपडेटमा ट्याप गर्दा पासवर्ड परिवर्तनको जानकारी प्राप्त हुन्छ। यदि तपाई कनेक्ट एपीएस को लगइन पासवर्ड बिर्सनु भएको छ भने यो भिडियोलाई हेर्नुहोस्। टिप नम्बर 2, म्यानेज ओटीपी च्यानल। ओटीपी च्यानल व्यवस्थापन गर्नुहोस्, अर्थात् इमेल र मोबाइल दुईटैमा ट्रान्जेक्सन ओटीपी प्राप्त गर्नुहोस्। ओटीपी च्यानल म्यानेज गर्नको लागि कनेक्ट एपीएस मा लगइन गर्नुपर्छ। 3 लाइन्समा ट्याप गर्नुपर्छ। यहाँबाट एडभान्स सेटिंग्सलाई ट्याप गर्नुपर्छ। यहाँबाट म्यानेज ओटीपी च्यानलमा ट्याप गरेर दुईटै अप्सन्सहरूलाई अन गरेर सेभको बटनमा ट्याप गर्नुपर्छ। टिप नम्बर 3, इनेबल बायोमेट्रिक फर लगइन एन्ड ट्रान्जेक्सन। यदि तपाईको मोबाइलमा बायोमेट्रिक फिचर छ भने तपाईले अज्ञात मानिसहरूबाट लगइन हुनबाट रोक्न सक्नुहुन्छ। बायोमेट्रिक फिचर इनेबल गर्नको लागि सेटिङ मेनुमा आएर बायोमेट्रिक लगइनको अप्सनमा ट्याप गर्नुपर्छ। यहाँ पासवर्डको बक्समा लगइन पासवर्ड राखेर भेरिफाई लगइन पासवर्डको बटनमा ट्याप गर्दा बायोमेट्रिक फिचर इनेबल हुन्छ। यस्तै बायोमेट्रिक ट्रान्जेक्सन इनेबल गर्नको लागि यहाँबाट बायोमेट्रिक ट्रान्जेक्सनको अप्सनमा ट्याप गर्नुपर्छ। यहाँ ट्रान्जेक्सन पासवर्डको बक्समा 6 डिजिट्सको ट्रान्जेक्सन पासवर्ड राखेर भेरिफाई ट्रान्जेक्सन पासवर्डको बटनमा ट्याप गर्दा बायोमेट्रिक ट्रान्जेक्सन फिचर पनि इनेबल हुन्छ। अब तपाईले कनेक्ट एपीएस लगइन तथा कुनै पनि ट्रान्जेक्सन गर्दा लगइन पासवर्ड तथा ट्रान्जेक्सन पासवर्ड याद गर्नु पर्दैन।